मध्यपूर्व द्वन्द्वको असर नेपालको अर्थतन्त्रमा, आयातमा निर्भर इन्धनले कति समय धान्ला, व्यवस्थापनमा गम्भीर सङ्कट आउन सक्ने, महँगी बढ्ने, व्यापार घाटा चुलिने, रेमिट्यान्स रोकिए के होला? नयाँ सरकारलाई थपियो नयाँ चुनौती। जनतामा चुलिएको चरम निराशालाई आशामा बदल्ने र देशमा सुशासन कायम गरी समृद्धि हासिल गर्ने मुद्दा उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले हालै भएको निर्वाचनमा झन्डै 2/3 बहुमत ल्याएको छ। एकातिर शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधार निर्माण जस्ता जनताका तीव्र अपेक्षा र अर्कोतिर निजी क्षेत्रमा देखिएको निराशा, बैंक तथा वित्तीय संस्थाको अधिक तरलता, राजस्व सङ्कलनमा परेको चाप र न्यून पुँजीगत बजेट खर्च जस्ता दर्जनौं चुनौती रहेको अवस्थामा अब भने सरकारलाई अर्को चुनौती पनि थपिएको छ। त्यो हो खाडी युद्ध। आजको एनपी रिपोर्टमा हामी मध्यपूर्वको युद्धले नेपालको अर्थतन्त्रलाई कति असर गर्छ, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्ति श्रृङ्खलामा आउन सक्ने समस्या अब बन्ने सरकारले कसरी समाधान गर्न सक्छ भन्ने विषयमा चर्चा गर्दैछौँ। पेट्रोलियम पदार्थ अर्थतन्त्रको मेरुदण्ड हो। 19औं शताब्दीको मध्यतिरबाट पेट्रोलियम पदार्थको प्रयोग हुन थालेपछि विश्व अर्थतन्त्र तीव्र रूपमा वृद्धि भएको थियो। करिब 150 वर्षदेखि पेट्रोलियम पदार्थ विश्व अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको छ। वैज्ञानिकहरूले यसको विकल्पको रूपमा विभिन्न वस्तुहरूको प्रयोग गर्न सकिने बताए पनि त्यो प्रभावकारी हुन सकेको छैन। पेट्रोलियम पदार्थ सस्तो र प्रभावकारी ऊर्जा भएका कारण यातायात क्षेत्रमा क्रान्ति आएपछि विश्व अर्थतन्त्र तीव्र रूपमा अघि बढेको थियो। तसर्थ आजसम्म पनि पेट्रोलियम पदार्थ विश्व अर्थतन्त्रको मेरुदण्ड नै मानिन्छ। पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा पेट्रोलियम पदार्थलाई मानिसको ऊर्जासँग तुलना गर्छन्। जसरी मानिसमा ऊर्जा नहुँदा उठ्न सक्दैन, त्यसै गरी अर्थतन्त्र पनि ऊर्जा नहुने हो भने उठ्न नसक्ने गरी थलिन्छ। उनी भन्छन् विश्वभर अहिले पनि पेट्रोलियम पदार्थ प्रमुख ऊर्जाको स्रोत हो। पेट्रोलियम बाहेक कोइला र विद्युत पनि ऊर्जाका स्रोत हो, तर यी वस्तुले पेट्रोलियम पदार्थलाई विस्थापन गर्न सकेका छैनन्। नेपालको अवस्था। आधुनिक नेपालको अर्थतन्त्रमा पनि पेट्रोलियम पदार्थको ठुलो हिस्सा रहेको छ। नेपाल आफैले अहिलेसम्म इन्धन उत्पादन गर्न सकेको छैन, पूर्ण रूपमा आयातमा निर्भर छ। वार्षिक करिब 3 खर्ब रुपियाँ बराबरको भित्रिने पेट्रोलियम पदार्थले देशको राजस्वमा समेत ठुलो योगदान गरिरहेको छ। साथै सार्वजनिक यातायात, निर्माणदेखि उद्योग कल कारखानामा समेत पेट्रोलियम पदार्थ नहुने भएकाले यसको मूल्यमा हुने परिवर्तन र आपूर्ति श्रृङ्खलामा हुने अवरोधले उत्पादन, उपभोग र राष्ट्रिय अर्थतन्त्रमा असर पर्छ। अर्थविद डाक्टर चन्द्रमणि अधिकारी खाडी युद्धले नेपालमा बहुआयामिक असर गर्ने बताउँछन्। अलि लामो समय जान्छ। यो लामो समय जाँदाखेरि चाहिँ विश्व अर्थतन्त्र नै प्रभावित हुन्छ, मन्दीमा जान्छ। अब त्यसको प्रभाव त नेपालमा 2-3 किसिमले पर्छ। हेर्नुहोस्, एउटा चाहिँ हाम्रो त पेट्रोलियम पदार्थ ठप्प भएपछि त ढुवानी ठप्प भयो। अब हामीले यहाँ यही ढङ्गले गयो भने पेट्रोलको दाम नेपालमा 600 रुपियाँसम्म पर्छ, डिजलको दाम 550-600 पर्छ। अब त्यति किनेर कसले चढेर हिँड्न सक्छ? कसरी तपाईँको उद्योग चल्ला, कसरी योजनाहरू चल्लान्, होइन? एक त पाउन मुस्किल, पायो भने पनि त्यस्तो महँगो हुन्छ। एक, अब त्यसले गर्दा हाम्रो सप्लाई सिस्टममा पनि प्रभाव पर्छ, आयातमा प्रभाव पर्छ, होइन? त्यसले राजस्वलाई प्रभाव पर्दिन्छ। त्यसको बहुपक्षीय प्रभाव। अब अर्को चाहिँ के छ भन्दा त्यो क्षेत्रको बिजनेस कम भइसकेपछि है अहिले त्यहाँ ब्याङ्कहरू पनि उठेर जान लाग्यो। पश्चिमका एसएसबीसी भन्ने ब्याङ्क, अमेरिकन सिटी ब्याङ्कका शाखाहरू बन्द गर्न लाग्यो उनीहरूले। अब उनीहरूले अहिले सुरुमा त हाने त छैन, अमेरिकाले टेरेन भने त्यहाँ पनि हान्ने इरादाहरूको छ। त्यहाँको चाहिँ रियल इस्टेट बिजनेस पनि खत्तम हुँदैछ। यो सबैले गर्दा के हुन्छ भने त्यहाँ त हाम्रा मान्छेहरू जुन गएछन्
खाडी देशमै मात्रै 17 लाख प्लस छन्, 17 लाखभन्दा बढी छन्। त्यो क्षेत्रको हेर्ने हो भने त 20 लाख मान्छे छन्। अब त्यो क्षेत्र इलिगल गएको कति छन्, कति कुरा। अब हाम्रो विप्रेषण चाहिँ नि अहिले आइरहेछ, अहिले नि बढेर आ देखियो होइन। अहिले महिनासम्म त 40% बढिया देखिया छ होइन, डलरमै पनि बढिया देखिया छ। तर यहाँ चाहिँ के अरे पठाउनेलाई त अब प्रमाणित गर्न अहिले त बन्द गर्यो नेपाल सरकारले पनि होइन। अब भिसा दिन त बन्द गरेको छ जानीलाई त। अब यसले गर्दा जाने मान्छे कम हुन्छ, आउने चाहिँ त्यो 17 लाख मध्ये कति फर्किने सम्भावना अब अलि लम्बियो भने त फर्किन्छन् नै। एउटा तिनीहरूलाई फर्काएकोलाई व्यवस्थापन गर्ने चुनौती छ होइन। ल्याउँछ, ल्याउने समस्या, रेस्क्यु गर्ने समस्या, यहाँ ल्याएर काम दिन समस्या, चुनौती छ। अर्को चाहिँ के छ भन्दा अब त्यो क्षेत्रबाट हाम्रो पहिला चाहिँ 50%भन्दा कम थियो, आजभन्दा 10 वर्ष अगाडिसम्म चाहिँ कुल रेमिटेन्सको। अहिले चाहिँ झन्डै 60% जति चाहिँ त्यही क्षेत्रबाट आउने हो। हाम्रो वैदेशिक रोजगारबाट आउने विप्रेषण आप्रवाह चाहिँ त्यहीबाट आउने हो। त्यत्रो रकम हाम्रो त के को तातो भने जस्तो हाम्रो राज्यवाला सत्तावाला सरकारवालाहरू त त्यसैमा शोधनान्तर स्थिति राम्रो छ होइन। चालु खाता बचतमा छ, भुक्तानी प्रणाली ठिक छ भन्या भरले 3टा कुरा दोहोर्याएर बस्या न हुने यिनीहरू। त्यसको कारण के हो? मुटुकोले जो बिग्रिसकेका छ, हात पाखुरा चाहिँ ठिकै छ भनेर बसिरहेछन् यिनीहरू। पहिलेदेखि भने मैले कैयौँ वर्षदेखि के भनेको छु, यसमा धेरै डिपेन्ड हुने होइन। बनाना कन्ट्री हुँदै जान्छौँ हामी नत्र होइन। र 10 सिक्को चाहिँ नि प्रभाव जस्तो प्रभाव पनि देखिन्छ। लेकिन किनभने हाम्रो एउटा स्रोतमा मात्रै निर्भर, विप्रेषणमा निर्भर। अब त्यो पैसा चाहिँ नि सरकारको होइन, त्यो पनि आएको जति है उनीहरूले यहाँ आएपछि त्यसले खेरि किनेपछि अनि राजस्व आउने हो। त्यसमा राजस्वमा प्रभाव पर्छ, जनशक्तिको व्यवस्थापनमा प्रभाव पर्छ, आयोजनाहरूमा प्रभाव पर्छ। एकअर्को मन्दी यहाँ सिर्जना हुने सम्भावना अशान्ति धेरै छ। त्यसको लागि अब अहिले त सरकारै बनेको छैन, कहिले सरकार बन्ला। सरकार बनिसकेपछि पनि सरकार बन्नेहरूको उहाँहरू अहिले आए भनेर अलिअलि फुर्किया हो कि जस्तो लाग्छ मलाई। यसो आवाजहरू सुन्दा अलि निकै फुर्किन खोजिया जस्तो लाग्छ। फुर्किने र मात्तिने बेला छैन अहिले। हाम्रो आन्तरिक कारणले पनि छैन, बाह्य कारणले पनि छैन। अर्का अर्थविद डाक्टर विश्वम्भर प्याकुरेलले प्रति ब्यारल $1 मूल्य बढ्दा भारतलाई एक पटक आयात गर्दा $1 अर्ब भन्दा बढी खर्च बढ्ने जानकारी दिए। पछिल्लो समय बढेको मूल्यले पेट्रोलियम पदार्थको आयातमा भारतले ठुलो मूल्य चुकाउनु पर्ने र त्यसको असर नेपालमा पनि पर्ने उनले बताए। नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति भारतीय बजारबाट मात्र हुने गरेको छ। भारतले आपूर्तिमा कुनै समस्या नहुने बताए पनि लामो समयसम्म स्ट्रेट अफ हर्मुज बन्द हुने र खाडीका तेल उत्पादन कम्पनीमा आक्रमण भइरहने हो भने आपूर्तिमा समेत समस्या देखिन सक्छ। इन्धनको मूल्य वृद्धिले पार्ने प्रभाव। नेपालमा आयात हुने पेट्रोलियम पदार्थको ठुलो हिस्सा यातायातमा खर्च हुने गरेको छ। नेपाल इनर्जी स्ट्राटेजी रिपोर्टका अनुसार आयात हुने इन्धनमध्ये करिब 63% यातायात क्षेत्रमा खर्च हुने गरेको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दा यातायात महँगो पर्छ र त्यसको असर सबै क्षेत्रमा पर्ने हुन्छ। त्यस्तै घरायसी प्रयोजनमा 16.6%, कृषिमा 10%, सेवा क्षेत्रमा 8.2% र उद्योगमा 1.4% पेट्रोलियम पदार्थ खपत हुने गरेको छ। नेपालमा ढुवानीका क्षेत्रमा विद्युतीय सवारी साधनको सङ्ख्या नगण्य मात्रामा रहेको छ। विद्युतीय रेल सेवा समेत नभएका कारण ढुवानी महँगो हुँदा आम सर्वसाधारणको भान्सा महँगो हुने गरेको छ। आयल निगमले भने क्षेत्रगत रूपमा पेट्रोलियम पदार्थको खपतबारे अध्ययन गरेको छैन। खाडी युद्धले डलर र कच्चा तेलको मूल्य वृद्धि हुँदा नेपालको व्यापार घाटा समेत चुलिने हुन्छ। गत वर्ष
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य औसत 60 देखि 65 डलर प्रति ब्यारल हुँदा नेपालले 2 खर्ब 72 अर्ब 27 करोडको डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयात गरेको थियो। अहिलेको मूल्य प्रति ब्यारल 100 डलरमा खरिद गर्ने हो भने यो रकम बढेर झन्डै दोब्बर हुन आउँछ। यसको सिधा असर व्यापार घाटा र बिओपीमा पर्न जाने हुन्छ। पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा अहिले नै आत्तिहाल्ने अवस्था नरहेको तर युद्ध लम्बिँदै जाने हो भने त्यसको ठुलो असर नेपालमा पर्ने बताउँछन्। खाडी युद्ध तत्कालै रोकिने अवस्था देखिँदैन। अर्थविद विश्वम्भर प्याकुरेल खाडीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि नेपालमा भण्डारण गर्ने क्षमता नहुँदा पर्याप्त मात्रामा स्टोरेज गर्न नसकिएको बताउँछन्। भारतमा 75 दिनको मौजदात रहने व्यवस्था भए पनि नेपालमा 2072 को नाकाबन्दीपछि बढाउने भने पनि अहिलेसम्म काम हुन सकेको छैन। अहिले नेपालमा 12 दिनलाई पुग्ने मौजदात मात्र रहेको छ। खाडी युद्धले नेपालमा महँगीसँगै उत्पादनमा ह्रास ल्याउने निश्चित छ। साथै नेपालको पर्यटन क्षेत्र र अन्तर्राष्ट्रिय ऋण तथा अनुदान सहयोगमा समेत ठुलो असर गर्नेछ। नेपालमा भित्रिने अधिकांश पर्यटक खाडीका दुबई र कतारलाई ट्रान्जिट बनाएर आउने गरेका हुन्छन्। खाडी युद्धले विश्व ऊर्जाको क्षेत्रमा अस्थिरता बढाएको छ। यो द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य वृद्धिदेखि रोजगारी र रेमिट्यान्समा ठुलो प्रभाव पार्ने देखिन्छ। नेपालमा रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्ड भएकाले यसले ठुलो असर गर्ने देखिएको छ। खाडी युद्धले मुख्य आय स्रोत ठप्प हुन सक्ने आशंका छ। युद्धले कच्चा तेलको मूल्य उकालो लाग्दा इन्धन लागत बढ्नेछ। अहिले नै नेपालले गत वर्षको तुलनामा कति बढी मूल्य तिर्नुपर्ने हो भनेर यकिन भन्न नसकिए पनि 20 देखि 25% बढ्न सक्ने जानकार बताउँछन्। भनेपछि त्यो वृद्धि त स्वाभाविक ढङ्गले ओह्रालो लाग्ने भयो। मन्दी भइसकेपछि मन्दी भएपछि उत्पादन हुँदैन। उत्पादन नभएपछि उपभोग मात्रै हुन्छ। उपभोगबाट हुने चाहिँ त्यति बेलाको आर्थिक क्रियाकलाप भनेको ट्रेडबाट मात्रै हुने हो है। ट्रेड पनि मन्दी आएपछि ट्रेड पनि कम हुन्छ। अत्यावश्यक उपभोगका वस्तुहरू जेन तेन मान्छेले जीवन चलाउन मात्रै प्रयोग गर्ने हो नि। त्यसबाट हामी चाहिँ वृद्धि पनि तल जान्छ। अब मूल्य वृद्धि चाहिँ कुन क्षेत्रमा कस्तो प्रभाव पर्ला भनेको सबभन्दा अब प्रभाव त तपाईँको निर्माण क्षेत्रमा पर्छ, उद्योगको क्षेत्रमा पर्छ, केही कृषिको क्षेत्रमा नि पर्छ र समग्र अर्थतन्त्रमा पर्छ। ठ्याक्कै प्रतिशत भन्नुभन्दा पनि उल्लेखनीय रूपमा अलि सेभर ढङ्गले अलि घातक ढङ्गले प्रभाव पर्न सक्छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले व्यापार र ढुवानी खर्च, विदेशी मुद्रा भण्डारण र बजेट घाटामा नकारात्मक असर पर्ने भएको छ। खाडी युद्धको प्रभाव एउटै समयमा पर्यटन र घरेलु रोजगारीमा पनि पर्ने देखिन्छ। यो सबै कारण र परिणामका श्रृङ्खलाहरूले नयाँ सरकारका लागि अर्थतन्त्र व्यवस्थापन जटिल बन्ने निश्चित छ।